हेलो एन्ड नमस्ते सबैजनालाई। लासो फ्याफुल्ला। हजुरहरू पनि आरामै हुनुहुन्छ होला, म पनि सन्चै छु, बाँचेकै छु है। आज चाहिँ म हजुरहरूलाई केही कुरा भन्न गइरहेको छु। अहिले चाहिँ एकदम जाडो बढेको छ, एकदम है। भोलि पर्सि 50-55 डिग्रीको घाम लाग्छ। अहिले चाहिँ पुरै मौसम माइनस, एकदम कुल। यस्तो रमाइलो मौसम छ कि कुरै नगर्नु। मलाई त नेपालतिरको जस्तै याद आइरहेछ होइन। नेपालतिर पनि यस्तै एकदम चिसो हुन्थ्यो नि त, ज्याकेट लगाएर हिँड्थ्यो। अहिले चाहिँ यहाँ एकदम ज्याकेट लगाएर पनि भित्रबाट 2-3टा कपडा खपेर लाए पनि जाडो चाहिँ बबालै छ। जाडो मौसममा न्यानो कपडा लाउनु होला सबैजनाले है, बिरामीबाट बच्नु होला। म चाहिँ हजुरहरूलाई केही कुरा भन्न गइरहेको छु है। मैले भ्लग नबनाएको पनि धेरै भएको थियो होइन। म चाहिँ अहिले यस्तो ठाउँमा छु होइन। अहिले म चाहिँ यस्तो ठाउँतिर हिँडिरहेको छु। परदेश भनेको मान्छेहरूले के सोच्छन् भने आफ्नो देशमा हुँदाखेरि म त विदेश जान्छु यार, म त यस्तो पैसा कमाउँछु यार विदेश गएपछि, म त यस्तो गर्छु उस्तो गर्छु भन्ने जुन सोच लिएर बसेको हुन्छ नि मान्छेहरू, त्यो चाहिँ नसोच्दा पनि हुन्छ। परदेश के हो भन्ने कुरा परदेशमा आएपछि मात्र थाहा हुन्छ होइन। अब भोग्नेले त भोगिरहेकै छ, जुन भोग्न बाँकी हुनेहरू जुन सपना देखिरहनु भएको छ नि, विदेश आउँदाखेरि यस्तो हुन्छ, विदेशमा उस्तो हुन्छ। विदेशमा कुनै पैसाको बोर्डै हुँदैन कि, विदेश जाने बोर्ड, पैसाको बोर्ड हुन्छ, टपटप टिप्ने, बोरामा हाल्ने अनि घर जाने, त्यस्तो चाहिँ हुँदैन। विदेशमा पैसा कमाउनलाई रगत पसिना बगाउनु पर्छ। यति गाह्रो, यति कष्ट, यति दुःख हुन्छ नि होइन। त्यतिखेर थाहा हुन्छ कि विदेश के हो भनेर। जुन मान्छेहरूले भन्छन् कि विदेशमा विदेश जानुपर्छ यार, पैसा त कति कमाइ भइहाल्छ पैसा त यार भन्ने सोच लिएर विदेश आउने दाजुभाइहरूलाई चाहिँ म के भन्छु भने, जति पनि कमाएर बस्नुहुन्छ नि नेपालमा, त्यतिमै रमाउन सिक्नुहोस्। विदेशमा 100%मा 1%लाई मात्र राम्रो हुने हो कि 99 त नराम्रै हो। काम त्यस्तै हुन्छ, गाह्रो हुन्छ होइन। 13-14 घन्टा 15 घन्टा काम गर्नुपर्छ, अनि भनेको जस्तो सेलेरी आउँदैन। सेलेरी आउँछ, अनि त्यो सेलेरीले के गर्ने, ऋण दिने हो कि आफ्नो घर फ्यामिलीलाई दिने हो, त्यो कुनै सोचेको जस्तो कुनै केही हुँदैन कि। त्यो मान्छेहरूले भन्ने मात्रै हो विदेशमा भएपछि यति पैसा चाहिँ म बचाउँछु यति कमाउँछु, तर त्यो हुँदैन कि। विदेशमा नआउनु भन्न खोजेको त होइन, विदेशमा नजानु भन्न खोजेको त होइन, जानु, तर हातमा आफूसँग कुनै कुराको एक्सपिरियन्सहरू छ भने, आफूसँग कुनै किसिमको सिपहरू छ भनेदेखि आउँदा हुन्छ, फरक पर्दैन। तर
तपाईँले सिकेको सिपले पनि म त यति पैसा कमाइहाल्छु नि, कमाउँछु, यति बचाइहाल्छु भन्ने चाहिँ सोच नराख्दा पनि हुन्छ। अहिले चाहिँ यस्तो छ होइन, मौसम एकदम चिसो मौसम छ, एकदम कुल छ क्या एकदम। यस्तो ठाउँ चाहिँ अनि मान्छेले देख्ने मात्रै हो, राम्रो कपडा लगाएको छ, राम्रो जुत्ता लगाएको छ, राम्रो राम्रो ठाउँमा घुम्न गएको छ, उसले त पैसा कति कमाए गर्छ, त्यो मान्छेको देख्ने नजर मात्रै हो। तर विदेशमा जो मान्छेले भोगिरहेको हुन्छ, विदेशमा बस्नेलाई मात्रै थाहा हुन्छ। आफ्नो देशमा बसेर देख्नेहरूलाई चाहिँ यो फलानाले यस्तो गरेछ, चिलानाले उस्तो गरेछ भनेर कुरा काट्ने, बस्ने